आज चाहिँ मैले मसँग अभाइलेबल भएको सामानहरू त्यही किम्ची बनाउन ट्राई गर्दैछु क्या। त्यही भएर मैले लिएको छु क्याबेज। अब रेसिपी हेर्दाखेरि चाहिँ चाइनिज क्याबेज चाहिने रहेछ, तर मसँग चाहिँ यो कोकोनट क्याबेज छ क्या। कोकोनट क्याबेज चाहिँ यस्तोमा चुचो भएको टाइपको हुन्छ क्या, यस्तो हुन्छ। अनि त्यस पछाडि मुला, अनि चामलको पिठो चाहिने रहेछ, तर मसँग चाहिँ कर्नफ्लोर छ, त्यही भएर म यो युज गरेर बनाउँदैछु। अदुवा, लसुन, प्याज। अब रेसिपीमा चाहिँ गाजर र हरियो प्याज रहेछ, तर मसँग त्यो चाहिँ छैन, त्यही भएर म चाहिँ यति सामानबाट बनाउन ट्राई गर्दैछु है त। फर्स्टमा म बन्दा काट्दैछु। यो चाहिँ अब धेरै सानो पिस होइन, त्यही भएर अलि ठुल्ठुलै पिसमा काट्दैछु म। त्यसपछि म प्याजलाई लामो लामो गरी काट्दैछु। यो चाहिँ मैले पानी हिट गर्न राखिसकेको छु कर्नफ्लोरको पेस्ट बनाउनको लागि। यसमा मैले थोरै चिनी एड गरेँ। यसलाई मजाले चलाउने, चिनीलाई मेल्ट हुन दिने, अनि त्यस पछाडि एउटा भाँडामा खन्याउने। अब मैले यो रेडी गरेको सामानलाई अदुवा लसुनको पेस्ट बनाउँदैछु। सुरुमा अलिकति पानी हालेँ, त्यसपछि अदुवा, लसुन अनि प्याज, फेरि हल्का पानी एड गरेँ मैले। पानीले चाहिँ यसलाई अलिकति ग्राइन्ड हुन हेल्प गर्छ। हेर्नुहोस् त, अघि नुन हालेर छोडेको क्याबेज यस्तो भएको छ। योबाट अननेसेसरी पानीहरू निस्किसकेको छ। अब म यसलाई एकचोटि पखाल्छु। मैले अघिको पेस्टमा खुर्सानी हाल्दैछु। खुर्सानी चाहिँ अब तपाईँहरूले कतिको पिरो खानुहुन्छ त्यही अनुसार राख्दा हुन्छ। म चाहिँ अलिकति पिरो नै खान्छु, त्यही भएर म धेरै नै राख्दैछु। नुन पनि अलिकति हाल्नुभयो हुन्छ, किनभने मैले त्यस्तो धेरै नुन हालेको छैन क्याबेजमा। क्याबेजमै पुग्नु गरी हाल्नुभयो भने चाहिँ पछि हाल्नु परेन। अब यसलाई म राम्रोसँग मिक्स गर्दैछु। अब चामलको पिठोले चाहिँ सायद अलिकति खस्रो हुने होला होइन, तर मेरो कर्नफ्लोर चाहिँ अलिक धेरै फाइन भएको कारणले गर्दाखेरि चाहिँ अलिकति डल्लो डल्लो जस्तो बसेको छ, तर होप इट विल बी टेस्टी। अब यति भइसके पछाडि म लिँदैछु अघि काटेको मुलालाई हालेँ मैले। त्यस पछाडि बन्दा, अब यति भइसके पछाडि यसलाई मजाले मिक्स गरिदिने। यो चाहिँ मैले अलिक धेरै नै गरेँ जस्तो छ, त्यही भएर म चाहिने जति मात्र राख्दैछु। किनभने मैले थोरै बनाएको थिएँ अदुवा लसुन चाहिँ, तर अलिक धेरै नै होला जस्तो लाग्यो। यसलाई पनि हालेर मजाले मिक्स गर्ने। अनि यो बनेको छ समिता मेड किम्ची। ओके गाइस, हेर्दैखेरि कस्तो खाउँ लाग्दो भएको छ होइन। यो चाहिँ सिसीमा राखेर अब अलिक अमिलो खान मन लाग्छ भने चाहिँ सिसीमा राखेर 2-3 दिन पछाडि खाँदा हुन्छ। नभए चाहिँ यतिकै खाँदा पनि एकदम टेस्टी छ। आई नो इट्स टेस्टी। म चाखेर हेर्छु ल। Thank you so much for watching my video. Hope you will enjoy it. Bye. अब मैले बाँकी रहेको अचारलाई चाहिँ यसरी सिसामा हालिदिइसकेको छु। अब यो 3-4 दिनमा खान लायक हुन्छ, अमिलो पनि छिर्छ अनि टेस्टी बन्छ। हेर्नुहोस् त कति राम्रो देखिएको छ नि।